प्रदर्शन हुने चलचित्रहरू बोक्सको घर। यो त्यसैको लागि पाहाड र तराई छन् सबै एक बनेर मृत्युको अन्तिम अब हामी छिटो कार्यक्रम सुरु गर्छौँ। आजको प्रस्तुति हेर्नेछौँ, फिल्म हेर्नेछौँ र यो प्रक्रिया अझै अरू कलाकार पनि आउँदै हुनुहुन्छ। लगभग 1 दर्जन कलाकारहरू आज र भोलि गरेर तपाईँहरूको बिचमा आउनुहुनेछ। केही आइसक्नु भएको छ, भोलि केही आउनुहुनेछ। कलाकार समाजको एउटा प्रस्तुति हेर्नेछौँ। त्यसपछि हामी कार्यक्रमलाई फिल्ममा हिरो हुन्थ्यो, हिरोइन हुन्थ्यो अनि गुन्डा हुन्थ्यो। हिरोइन समस्यामा पर्थ्यो, गुन्डाले हिरोइनलाई समस्यामा पार्थ्यो, हिरो गएर बचाउँथ्यो, फिल्म सकिन्थ्यो। यसरी फिल्म निर्माण हुन्थ्यो पहिले। सबै त नहोला तर अधिकांश फिल्महरू यसरी बन्थ्यो। यहाँको परिवेश हुन्छ, गाउँको आफ्नो रैथाने कथाहरू फिल्ममा हुन्छ। आजकलका फिल्महरू फेरिएका छन्। आजकलका फिल्महरू तपाईँ हाम्रो कथासँग मिल्दोजुल्दो बजारमा आएका छौँ। अहिले चिसो मौसम छ, समय गर्मीको हो, तर हामी हिमाली जिल्लामा छौँ, यहाँहरूको माझमा छौँ। यो चिसो मौसममा छ, चिसो सिरियल। यो कार्यक्रमको आयोजक सेलिब्रिटी नेपाल प्रतिष्ठान रहेको छ। सेलिब्रिटी नेपाल प्रतिष्ठानले विशेष गरी चलचित्रसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। पछिल्लो समय लगातार 4 वर्ष भयो विभिन्न गाउँमा अथवा गोर्खा जिल्लाको बारपाक भन्ने ठाउँमा, यहाँहरूलाई थाहा हुनसक्छ, गोर्खा जिल्लाको बारपाक भनेको पहिलो महोत्सव भएको थियो। यो महोत्सव त्यहाँ भएको थियो सबैभन्दा पहिला। सबको रूपमा हामीले रसुवा जिल्लाको दुम्चे गाउँपालिका, यो दुम्चे सहर अथवा यो गोसाइकुण्ड गाउँपालिकामा यो कार्यक्रमको आयोजना हुँदैछ र यो कार्यक्रमलाई चलचित्र विकास बोर्ड र गोसाइकुण्ड गाउँपालिकाले सहकार्य गरेको छ भने कार्यक्रमलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जसले सहयोग गर्नुभएको छ, यहाँहरू सबैलाई एकपटक जोरदार तालीले धन्यवाद व्यक्त गरिदिनको लागि म हार्दिक धन्यवाद गर्न चाहन्छु। यो कार्यक्रम Lani tawaji lehi guru sela tamal paunala dunje mage vayo tarago paunala dunje mage vayo la chute baji manula goro So ela segunda carama sarile la so ya la chuke machi man royo dororo carama sarile la La kabaje te bashu sena darago paunara dunje maberbayo darago paunara dunje maberbayo asare le layo
लातामाझीले गुरुले नटारको भावनालाई तुल्यमा बेरबायो साराको भावनालाई तुल्यमा बिबायो। यहाँको बिचमा यो आइपरेको एउटा जिम्मेवारी निर्वाह गर्ने कोसिस गर्दैछु। चलचित्रहरूको छायाङ्कन अब बिस्तारै बिस्तारै बोलाउन थाल्नुपर्छ। त्यहाँ चलचित्र विकास बोर्डको पनि भूमिका हुन्छ, त्यहाँ यहाँका गाउँपालिकाहरूको पनि भूमिका हुन्छ र भोलिका दिनमा यहाँ चलचित्रहरू सुटिङहरू बढ्नुपर्छ र यहाँका दर्शकहरूले नेपाली चलचित्र हेर्ने वातावरण बनाउनुपर्छ र चलचित्रको माध्यमबाट यहाँका स्थानीय पर्यटकीय क्षेत्रहरूको प्रवर्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ गाउँ र चलचित्रलाई जोड्ने एउटा सेतुको रूपमा यो ग्रामीण चलचित्र महोत्सव रहेको छ र यो महोत्सवलाई नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष, नेपाल सरकार अन्तर्गतको चलचित्र विकास बोर्ड अथवा चलचित्र क्षेत्रको सबैभन्दा सर्वोच्च निकाय चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष, चलचित्र निर्देशक, कलाकार, आफैमा एउटा बहुआयामिक व्यक्तित्व, आवाजको दुनियाँको साथी आदरणीय दिनेश ऋषिज्यूलाई आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। विभिन्न ठाउँहरूमा नेपाली चलचित्रको सुटिङहरू बिस्तारै बिस्तारै ल्याउनुपर्छ अथवा चलचित्रको कार्यक्रमहरूलाई अब यतातिर तान्नुपर्छ र ती कार्यक्रम मार्फत यहाँ चलचित्रको छायाङ्कनहरू बढाउने र यहाँका ठाउँहरूलाई चलचित्र मार्फत अब विश्वव्यापी रूपमा पठाउनुपर्छ भन्ने उद्देश्यका साथ चलचित्र महोत्सवलाई स्वागत गरेर यहाँसम्म आमन्त्रण गर्नुहुने गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्बु तामाङज्यूलाई आजको यस कार्यक्रमका विशेष अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथिको आसन ग्रहणको लागि म हाम्रो बिचमा अहिले जुन चलचित्र हामी हेर्दै गर्ने कुरा गरिरहेका छौँ, चलचित्रका प्रमुख अभिनेता, हास्य कलाकार आदरणीय दाजु जितु नेपालज्यूलाई पनि म अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यो क्ल्याप ठोकेर यो महोत्सव हिजोदेखि सुरु भएको हो, तर यो आज यसलाई पुनः आजको यो कार्यक्रमको औपचारिकतामा यो गर्छौँ। म अलिकति तपाईँलाई जानकारी गराउन चाहन्छु। यो तपाईँको अगाडि देखिएको कुरा चाहिँ क्ल्याप हो। यो क्ल्याप चाहिँ यहाँ अब लेखिएको कुराहरू त उहाँले पढ्नुहुनेछ, सानो जानकारी मात्रै। हामीले फिल्म निर्माण गर्छौँ, चलचित्र बनाउँछौँ। चलचित्र बनाउँदाखेरि कलाकारहरूले अभिनय गर्दाखेरि अथवा निर्देशकले कलाकारहरूलाई अभिनय गराउँदाखेरि सुरु गर्नुभन्दा अगाडि यो क्ल्याप ठोकेपछि मात्रै शुभारम्भ हुन्छ। चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव गोसाइकुण्ड गाउँपालिका रसुवा 2082 वैशाख 5 गते। लाइट, साउन्ड, क्यामेरा, क्ल्याप, एक्सन! जोरदार ताली! लगातार जोरदार ताली! हेलो रसुवा, हेलो गोसाइकुण्ड गाउँपालिका। परम्परा अनुसारको प्रयास गरेर कार्यक्रमको सुरुवात गऱ्यौँ र मैले अघि नै भनिसकेँ कि गोसाइकुण्ड गाउँपालिकाको अध्यक्षज्यू यही हुनुहुन्छ र चलचित्र विकास बोर्डको अध्यक्षज्यू पनि यही हुनुहुन्छ। 30औं वन्यजन्तु सप्ताह, चौथो गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कप, 13औं रेड पान्डा ट्रफी, साथै चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव 2082 कार्यक्रम विधिवत रूपमा हामीले 3 चरणले यो कार्यक्रमको उद्घाटन गर्ने सबैजनाले जानकारी पाइसकेको छ। आज विशेष गरी यो चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव 2082 लाई यो आजका प्रमुख अतिथि तपाईँ सबैजनाले चिन्नु भएको कलाकार, स्वरको धनी आदरणीय दिनेश दाई, त्यसै गरी जितुजी लगायत ड्यासमा आसिन, मैले नाम अलिक कन्फ्युजन भयो त्यसकारण ड्यासमा आसिन तपाईँ सम्पूर्ण नेपालका ख्यातिप्राप्त महान राष्ट्रिय कलाकार, साथै निर्माता, निर्देशक, विभिन्न यो कलाकार क्षेत्रमा खटिनु हुने तपाईँ तमाम मेरा आदरणीय कलाकार व्यक्तित्वहरू, गोसाइकुण्ड गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्षज्यू, लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती काउन्सिलका अध्यक्षज्यू, साथै यो कार्यक्रमसँग सम्बन्धित तपाईँ सम्पूर्ण व्यक्तित्वहरू र यो कार्यक्रमलाई उद्घाटनलाई यो यहाँको पौराणिक गीत सङ्गीतबाट स्वागत गर्नुहुने हाम्रा
यस क्षेत्रका कलाकार मित्रहरू र यो कार्यक्रमलाई भव्य र सफल रूपमा सफल पार्नको निमित्त चिसोमा पनि आनन्दित तरिकाले भुइँमै बसेर पलेटी कसेर बसिराख्नु हुने मेरा आदरणीय दर्शक दीर्घहरू र पत्रकार मित्रहरूमा यो रात्रिकालीन तपाईलाई हार्दिक सन्ध्याकालीन नमस्कार। म यहाँ धेरै कुरा भन्न गइरहेको छैन। हामी 2082 वैशाख 1 गतेदेखि निरन्तर यो कार्यक्रममा छौँ। आज विशेष गरी हाम्रो यो पवित्र गोसाइँमुण्डाको यो क्षेत्रमा देशमा ख्याति प्राप्त विभिन्न कलाकारहरूको एउटा यो क्षेत्रको भ्रमण गराउनु हाम्रो उद्देश्य मात्र होइन। अघि हाम्रा उद्घोषक मित्रले भन्नुभयो किन गोसाइँमुण्डा गाउँपालिकाले यो नेपाल ग्रामीण चलचित्र महोत्सव गर्दैछौँ त, यो गर्नुको अर्थ के हो भन्ने कुरा म तपाईहरुलाई 2-3 वटा पोइन्टको कुरा गर्छु। र विशेष गरी आज यो चलचित्रसँग सम्बन्धित भएको कारणले मभन्दा विज्ञ व्यक्तिहरूले यसको व्याख्या बयान गर्दाखेरिको अलिकति सान्दर्भिक हुन्छ। हामीले विभिन्न टुरिज्म मात्र होइन, यो सुटिङ स्पोटहरू पनि हामी कसरी त्यसलाई चाहिँ लान सकिन्छ भन्ने उद्देश्य हामी लामो समय यो कार्यक्रम सञ्चालन गर्नलाई आजभन्दा 3-4 महिना अगाडि हामी सेलिब्रिटी नेपालसँग चाहिँ पटकको संवाद पश्चात यो कार्यक्रम तय गर्यो। यो कार्यक्रम तय गर्नुको उद्देश्य फिल्म मात्र देखाउनु होइन, यहाँ यो क्षेत्रमा स्थानीय स्तरमा भइरहेका जति पनि संस्कृति कलाहरू छ त्यसलाई जगेर्ना गर्ने र फिल्मी क्षेत्र अन्य माध्यमबाट कसरी यो क्षेत्रका विभिन्न स्थानहरू, विभिन्न कलाहरू, विभिन्न कलाकारहरूलाई राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय स्तरमा अघि नै हाम्रो सञ्चालकजीले भन्नुभयो त्यसमा दुई मत छैन। यति मात्र होइन, गोसाइँमुण्डा गाउँपालिकाले यो सुरुवातको एउटा कार्यक्रम मात्रै हो। हामी आगामी वर्ष सम्भव भयो भने यहाँ हाम्रो दिनेश दाई लगायतका कलाकार क्षेत्रका विज्ञ व्यक्तिहरू हुनुहुन्छ, अन्य थप व्यक्तिहरूसँग पनि हामी कसरी कुन तरिकाले छलफल गर्न सक्छौँ हेरौँला। तर हामीले यहाँ चाहिँ हाम्रो टिपिकल मिक्सअप तामाङ कल्चरलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी चाहिँ सो गराउन सकिन्छ। सन् 2026 मा यो धुन्चे बजार नै हामी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल गर्ने एउटा सोचाइ छ, हाम्रो एउटा भिजन छ। थाहा छैन यसलाई हामी कसरी पुरा गर्न सक्छौँ। किन यो गर्न खोजेको हो भने हामीसँग यति धेरै टिपिकल तामाङ मिक्सअप तपाईँको चाहिँ ह्योल्मो टिबेटन कल्चर छ, यसलाई अन्तर्राष्ट्रिय रूपमा लान कसरी सकिन्छ र त्यहाँका कलाकारहरू नेपालदेखि लिएर अन्तर्राष्ट्रिय 7 कन्ट्रीका कलाकारहरूलाई यहाँ कसरी चाहिँ इन्टरेक्ट गर्न सकिन्छ र फाइदा कसरी लिन सकिन्छ, यो कला क्षेत्रबाट पनि पर्यटनलाई भित्राउने नै हो। त्यो उद्देश्यका साथ त्यो कार्यक्रम सञ्चालन गर्नको लागि हामीले आजभन्दा 15 दिन अगाडि नै यो हाम्रो सेलिब्रिटी नेपालको टिमसँग एउटा एकदमै बेसिक सर्वे गरेका छौँ। यो बजारलाई अझै पनि व्यवस्थित गर्नु छ। यो बजार व्यवस्थित गरिसके पछाडि त्यो खालको कार्यक्रम सञ्चालन गर्न हामी तयार हुन सक्छौँ। कामी स्याम्बा किप्सोनम एकपल्ट ताली बजाइदिनु होला सबैले। चिसो शब्दमा पनि धन्यवाद र यहाँहरूको प्रस्तुतिका लागि यहाँहरूलाई पनि धन्यवाद। साँझको यो कार्यक्रमको सभापतिज्यू, सबैभन्दा सम्मान गर्नुपर्ने र धन्यवाद दिनुपर्ने आजका कार्यक्रमका विशेष अतिथि तर हाम्रो प्रमुख आयोजक जसको मेरुदण्डीय भूमिका छ, गोसाइँमुण्डा गाउँपालिकाका अध्यक्षज्यू, आदरणीय अध्यक्षज्यू, त्यस्तै यो वडाका वडा अध्यक्षज्यू, चलचित्रकर्मी सबै साथीहरू, कलाकार साथीहरू, उपस्थित सम्पूर्ण धुन्चेवासी आदरणीय दिदीबहिनी दाजुभाइहरूमा म दिनेश ढिसीको नमस्कार छ। एउटा जोसिलो युवा वडा अध्यक्ष हुनुहुँदो रहेछ, कुरा सुनेको थिएँ। अहिले विचार सुनेपछि र हुने भइरहेका कामहरू देखेपछि हामीलाई निराशा भरिएको सामाजिक सञ्जाल हेर्दा हेर्दा वाक्क भएका आँखाहरूलाई आज शीतलता प्रदान भएको छ। धन्यवाद छ काठमाडौँको कलाकारहरूले, जोरदार ताली दिदिउँ। यहाँ उहाँले हामीलाई यो ठाउँ दिनुभएको छ, ग्रामीण चलचित्र महोत्सव भन्दै हुनुहुन्छ। यो स्ट्रिटमा हामी एउटा स्ट्रिट फेस्टिभल गर्नेछौँ जहाँ इन्टरनेसनल फिल्म फेस्टिभल पनि हुनेछ। चलचित्र विकास बोर्डले देशका साना सहरहरू र ठुला गाउँहरूमा चलचित्र भवन नै निर्माण गर्ने अथवा टुरिङ टाकिजको रूपमा निर्माण गरी जनताको मनोरञ्जन गर्न पाउने अधिकार पनि सुनिश्चित हुनुपर्छ। जसरी घाँस बाँस कपास
शान्ति, शिक्षा र मेडिकल फेसिलिटिज पनि हुन्छ, ती जस्तै मनोरञ्जन पनि हुनुपर्छ भन्ने भावना यहाँको वडा अध्यक्षज्यू र खास गरिकन गाउँपालिकाका अध्यक्षज्यूको यो भावना देखिसकेपछि हामी पनि त्यसमा नेपाल सरकारको तर्फबाट चलचित्र विकास बोर्डले यो खालको कार्यक्रमहरू गर्न चाहिरहेको र उहाँहरूको पनि यो इच्छा भएको हुँदा आगामी वर्ष कोसाइकुण्ड गाउँपालिकाको अग्रसरतामा सेलिब्रिटी नेपालको कोअर्डिनेसनमा, चलचित्र पत्रकार सङ्घको कोअर्डिनेसनमा र सम्पूर्ण कलाकारहरूको कोअर्डिनेसनमा चलचित्र विकास बोर्डले त्यो फेस्टिभलमा हामीले प्राविधिक कुरा जान्ने भएको हुनाले सम्पूर्णतः सहयोग गर्नका लागि म मेरो वचनबद्धता व्यक्त गर्दछु। अर्को, मैले अहिले भर्खरै सोधेँ गाउँपालिकाको पपुलेसन कति हो? 8,000 हो, तर 20,000 मानिसहरू यहाँ बस्नुहुन्छ। 30,000 भयो भने एउटा सिनेमा हल बनाउन मिल्छ। 10,000 आसपास भयो भने एउटा सिनेमा हलमा इन्भेस्ट गर्न चाहनेले इन्भेस्ट गर्छ। स्थानीय सरकारले चाह्यो भने ठाउँ, यदि स्थानीय सरकारले सिनेमा हलको लागि ठाउँ दिने हो भने त्यो चलचित्र भवन सञ्चालन गर्नका लागि चलचित्र विकास बोर्ड तयार रहेको कुरा म निवेदन गर्दछु। देशभरिमा 2 वर्षमा 42वटा चलचित्र स्क्रिनहरू थप्ने हाम्रो योजना पहिलोचोटि म यहाँ प्लेटफर्ममा सार्वजनिक गर्दै यो खुसी व्यक्त गर्न चाहन्छु। त्यही खुसीमा होला धुन्चेमा होला अथवा ताप्लेजुङमा होला, देशभरिमा हुनेछ। तर धुन्चेको आज यहाँ यस्तो कार्यक्रमहरू गर्दा कतिपय साथीहरूले नेगेटिभ कुरा पनि गरेका थिए, चलचित्र भवन छैन, दर्शकहरू छैन। नो, एकजना भए पनि दर्शक हो, एकजना भए पनि नेपालीहरू उसले मनोरञ्जन गर्न पाउनुपर्छ। यहाँ सिनेमा हल छैन होला, तर सिनेमा हल नभए उसले सिनेमाको बारेमा थाहा पाएपछि जब उसले आफ्नो इन्टरनेटमा यसो मोबाइलमा उत्तम केसी आउनु भएको थियो, अनि के गर्नु भएको रहेछ त, जय साहब भन्ने फिल्म त हेरिया थिएन, जितु नेपालै आउनु भएको थियो, मन्त्री आउनु भएको थियो, उहाँ के रहेछ त भनेर जब हेर्नुहुन्छ र चलचित्रप्रतिको त्यो इन्ट्रेस्ट जाग्छ। युट्युबमै पनि त्यसको भ्युज बढ्छ, गीतमा त्यसको भ्युज बढ्छ, नेपाली कला संस्कृति साहित्यमा सबैको भ्युज बढ्छ। त्यसकारणले सिनेमा हलै हुनु पर्दैन, त्यहाँ नेपाली भाषी जो पनि मान्छे भए पुग्छ। त्यसकारणले यसको साह्रै ठुलो महत्त्व छ। अझ भनौँ गाउँपालिकाको अध्यक्षज्यूले 4-4वटा कार्यक्रमलाई एमालागम गरेर, त्यो भनेको चाहिँ के हो भने हिट हार्ड एकैचोटि ड्याममै हान्ने हो। सानो टुक्रा काम गर्यो, मेहनत उत्तिकै पर्छ, फेरि अर्को 3 महिनापछि एउटा काम गर्यो, फेरि तयारी उत्तिकै पर्छ। आम जनतालाई पनि उत्तिकै तनाव, किनभने उहाँले पनि समय दिनुपर्छ। यी सबका बावजुद नयाँ वर्षको सुरुवातसँग यति दह्रो काम गर्नुभएकोमा म उहाँलाई एकदम सचेत नमस्कार गर्छु। तपाईँ एकदमै इन्सपायरिङ लिडर हुनुहुँदो रहेछ, तपाईँको भिजन छ, त्यो भिजनलाई जहिले पनि कायम राख्नुहोला र ग्रामीण चौथो नेपाली ग्रामीण चलचित्र आयोजना गर्ने हाम्रो रघुनाथ सरलाई पनि धेरै धेरै धन्यवाद छ। हामी यो प्रकारका कुनै पनि कार्यक्रमहरूमा हातेमालो गर्नका लागि तयार छौँ र नेपाली चलचित्रको विकास होस् भन्ने काम गरिरहेका छौँ। आज चलचित्र फाँटका साथीहरू एकदमै कम हुनुभएका कारणले गर्दा चलचित्र विकास बोर्डले के गरिरहेको छ म यहाँ भन्न गइरहेको छैन। तपाईँहरू सिनेमा हेर्नका लागि लालायत हुनुहुन्छ, किनभने अब यस पछाडि एउटा अत्यन्तै रमाइलो मनोरञ्जन चलचित्र तपाईँहरू हेर्दै हुनुहुन्छ जसको नाम हो जय साहेब। जय साहेबको नायक पनि यहाँ हुन्छ जितु नेपाल। लामो कुरा नगर्ने भनेर बोल्ने मान्छेको सङ्ख्या पनि हामीले घटाएका छौँ। वडा अध्यक्षज्यूको कुरा हामी अनअफिसियली पनि सुन्नेछौँ। सबैलाई शुभकामना छ र चलचित्रलाई जहिले पनि आफ्नो भाषा, कला, संस्कृति र साहित्यलाई माया गरौँ। मेरो आमा शेर्पा भएको हुनाले मलाई चिबेजियन हेल्मो यो कल्चरसँग म पूर्ण एक्सपोज छु र मलाई थाहा छ कि यहाँ कस्तो संस्कृति हुन्छ र त्यो संस्कृतिका लागि पनि तपाईँहरूले होला चलचित्र बनाउनु परेन। सानो क्यामेराले, सानो आइफोनले तपाईँले आफ्नो संस्कृतिका कुराहरूलाई राखेर प्रिजर्भ गर्न सक्नुहुन्छ र मातृभाषी चलचित्रहरू निर्माण गर्न सक्नुहुन्छ। त्यसका लागि बेग्लै स्किलफुल ट्रेनिङहरू गर्न पर्यो भने पनि हामी तपाईँहरूलाई सहयोग गर्न तयार छौँ, किनभने मातृभाषा बाँचेपछि मात्रै नेपाल बाँच्छ। नेपाल सबै जात, कला, संस्कृतिहरूको एउटा फुलबारी हो। यति भन्दै
नमस्कार, शुभरात्रि। जान्छु र यो लाइट अहिले निप्नेछ र यहाँहरूले चलचित्र हेर्न सक्नुहुनेछ। यहाँहरू सबैलाई धन्यवाद छ। भोलि फेरि हामी दिनभरि चलचित्रहरू हेर्नेछौँ तल हल। यो उचाल्दा के त्यही समुद्र त्यही अब च्याप्प अङ्गालमा कस्नु होइन विदेश हुने मान्छेहरूले चाहिँ हामी नेपालमा हुनेले चाहिँ चक्लेटै खाँदैन भन्दा चाहिँ के हो? अनि घरमा फोकस गर न। मेरो बिहे चाहिँ अन्तर्राष्ट्रिय लेभलको हुनु पर्यो। स्माइलै छैन त 수위 관계 지불하고 발송 걸 आशाले भन्दै निन गमा छे 니가 pokazał nimi tą ke diuli gadya Era un poco la misma, no se discusiona. ¿Qué es eso que capaz? Oye, mana dah you for Korea juga? गोसाईकुण्डको पवित्र भूमि रसुवा माविको छात्रावासमा सञ्चार तथा सूचना प्रविधि माननीय मन्त्रीज्यू श्री पृथ्वी सुब्बा गुरुङज्यूलाई हार्दिक स्वागत गर्दै हामी यस मञ्चको कार्यक्रमलाई अगाडि बढाउने जमर्को गर्दैछौँ। अतिथिगण व्यवस्थापन गरिदिनुहोला। चौथो ग्रामीण चलचित्र महोत्सव 2082लाई समापन कार्यक्रमतिर डोर्याउँदैछौँ। उक्त कार्यक्रममा म
उद्घोषक सञ्चालक वैशाख निलु तामाङको नमस्कार तासडेरे टापुला। हामी कार्यक्रमको महत्त्वलाई गौरवपूर्ण तामाङज्यूलाई सभापतित्वको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। यसै गरी यस कार्यक्रमलाई विशेष आकर्षक बनाउनका निम्ति नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि माननीय मन्त्री श्री पृथ्वी सुब्बा गुरुङज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। न्यायाधीश श्री भुवन सिंह थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश जीसीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी प्रमुख जिल्ला अधिकारी श्री अर्जुन पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। श्री बिन्दा कार्कीज्यूलाई हार्दिक अनुरोध गर्दछु। जिल्ला सरकारी वकिल कार्यालय न्यायाधीश अनुसन्धान अधिकारी श्री श्याम कुमार शाहज्यूलाई हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु न डिभिजन 1 कार्यालयका प्रमुख श्री शम्भु तामाङज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी श्री गर्दछु। आज गोसाइकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी श्री दुतिन्द्र चामलिङज्यूलाई हार्दिक अनुरोध गर्दछु। कलाकार जितु नेपालज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्दछु। उपस्थित सम्पूर्ण कलाकार मित्र रामासामी घलेज्यूलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। राष्ट्रसेवा एवं ज्येष्ठ पत्रकार श्री ज्ञानेन्द्रनाथ देउपानेज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। प्रेस चौतारी रसुवाका अध्यक्ष श्री बलराम भिड्नेज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। एनटिभी रसुवा संवाददाता श्री सुशील गोयल, सम्पूर्ण सुरक्षाकर्मी मित्रहरू, विभिन्न सञ्चार माध्यमहरूमा सेवारत पत्रकार मित्रहरू, सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक गुरुवर्ग र स्वास्थ्य कर्मी मित्रहरू, विभिन्न सङ्घ संगठन प्रमोट गर्दछु। यसपछि प्रमुख अतिथिज्यू, अध्यक्षज्यू, गर्नेछौँ। पक्कै पनि समय मौसमले हामीलाई साथ दिँदै गएको हामीले महसुस गरे। बाँकी सम्पूर्ण तय गरेका कार्यक्रमहरू सम्पन्न गर्न अगाडि बढ्नेछौँ। यस कार्यक्रमका अध्यक्षज्यू, यस गोसाइकुण्ड गाउँपालिकाका अध्यक्षज्यू, आजको प्रमुख अतिथि गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री, नेपाल सरकारका प्रवक्ता, आदिवासी जनजातिहरूको सभाका नेताहरूमा पनि अग्रणी नेतृत्व आदरणीय पृथ्वी सुब्बा गुरुङज्यू, चलचित्र विकास बोर्डका अध्यक्ष विजय ऋषिज्यू लगायत प्रेम तामाङ लगायत सम्पूर्ण देशमा यहाँको पर्यटन प्रवर्धनलाई नेपाली चलचित्रको माध्यम 4 गतेबाट सुरु भएको चलचित्र देखाउने यात्रा सुरु भयो र आजसम्म आउँदा हामीले धेरैवटा चलचित्र श्रीमती नेपाल प्रतिष्ठान, दिनेश डीसी अध्यक्ष, नेपाल चलचित्र विकास बोर्ड। म यो सम्मान पत्र प्रदानका लागि म हार्दिक अनुरोध गर्छु माननीय मन्त्रीज्यू, यसै गरी गोसाइकुण्ड गाउँपालिकाका अध्यक्षज्यू र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी म हार्दिक अनुरोध गर्न चाहन्छु।
अब मैले अघि नै यहाँलाई जानकारी गराएँ लामालाई यो अवार्ड लिइदिनुको लागि म हार्दिक अनुरोध गर्छु। यसै गरी जुरीको इन्करेजमेन्ट अवार्ड अथवा निर्णायक समितिले फिल्म हेरिसकेपछि विधामा पर्न नसकेपछि जुरीले इन्करेजमेन्ट अवार्डको रूपमा चलचित्र श्रेष्ठ निर्माण गर्न यो अवार्ड उहाँलाई हामी पछि सम्मान उपलब्ध गराउनेछौँ। अब चलचित्र पछिल्लो समय चलचित्र एन्जिला टिमलाई यो अवार्ड दिनुको लागि म हार्दिक अनुरोध चाहन्छु। निर्देशक मिलन सान्स, निर्माता प्रेम कुमार श्रेष्ठ लगायतको टिमलाई यो अवार्ड दिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। नेपाली खेलाडीहरूको विशेष गरी फुटबल खेलाडी अथवा नेपालको राष्ट्रिय फुटबल टिमका क्याप्टेन अन्जिला कुम्बाको निर्माता र निर्देशकलाई यो अवार्ड दिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यस्तो चलचित्रहरू भन्ने क्रम जारी रहनुपर्छ। नेपाली खेलाडी वा नेपाली कलाकार वा नेपाली अन्य विभिन्न क्षेत्रमा रहेका दिग्गज व्यक्तित्वहरूको जीवनीमा आधारित चलचित्रहरू निर्माण भइराख्नुपर्छ, जसले थप हौसला दिने काम गर्दछ। खेलाडी एन्जिला कुम्बाको जीवनीमा आधारित रहेको यो चलचित्र एन्जिला अहिले रिलिज भइराखेको छ, सुपरहिट भएको छ। अस्ति हामीले जुन प्रदर्शन गरिसकेका छौँ। मैले चलचित्रको टिमलाई अवार्ड दिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। चलचित्र गुजार सार्कीका सम्पादक हुनुहुन्छ बदल रेड्डी, यहाँलाई म हार्दिक बधाई गर्न चाहन्छु। यसै गरी बेस्ट सिनेमाटोग्राफरमा चलचित्र बोक्सीको घरबाट शिवराम श्रेष्ठले आदरणीय दाजुजी जो नेपालले बेस्ट एक्टरको अवार्ड पाउन सफल हुनुभएको छ। म बेस्ट एक्टरको अवार्ड दिनुको लागि म नेपालबाट हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी बेस्ट एक्ट्रेसमा बोक्सीको घर चलचित्रबाट नायिका केटी अधिकारी आउने कार्यक्रम थियो, पानी परेपछि उहाँको यात्रा रोकिएको छ। यो अवार्ड म उहाँलाई काठमाडौँ लगेर हार्दिक अनुरोध गर्न चाहन्छु। चलचित्र एन्जिलाबाट मिलन सान्सले सर्वोत्कृष्ट निर्देशकको यो अवार्ड प्राप्त गर्नुभएको छ। यसै गरी जुरी विभूषण अवार्डको रूपमा चलचित्र द्रौपदीबाट जुरी अवार्डमा उत्कृष्ट निर्देशकको जुरी अवार्ड प्रदान गरिएको छ। यसै गरी अर्को जुरी अवार्डमा चलचित्र वैशाखका चलचित्र अवार्ड दिनुको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रम हतारमा भइराखेको छ। हामी साथीकै ठाउँमा उहाँको आयोजक समितिले सञ्चालन गरिरहेको ग्राउन्डमा गएर एउटा गाउँपालिकालाई यो चौथो ग्रामीण चलचित्र महोत्सवमा एउटा महत्त्वपूर्ण महोत्सव हो, जसले ग्रामीण जनजीवन र नेपाली चलचित्रलाई जोड्छ र यसको माध्यमबाट पर्यटन प्रबन्धनलाई टेवा पुग्दछ र ग्रामीण एकैछिन ओके